नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो यो पेजमा र आज चाहिँ म हाम्रो कम्पनीको एकजना कर्मचारी फाँट प्रमुख हाम्रो म्यामसँग कुराकानी गर्दैछु। धेरै जनाले जागिर जागिर भन्नुहुन्छ, यो जागिरको विषयमा लिएर चाहिँ हामीले आज केही कुराकानी गर्नेछौँ। तपाईहरुले ध्यान दिएर सुनिदिनु होला। म्याम नमस्ते। अनि अहिले हाम्रो चाहिँ अहिले तपाईले जुन कर्मचारी फाँट प्रमुख भएर चाहिँ जुन हाम्रो कम्पनीको कर्मचारी फाँट सञ्चालन गरिरहनु भएको छ, चलाइरहनु भएको छ, हाम्रो चाहिँ तपाईलाई अहिले कर्मचारीहरूले निशुल्क जागिरको विषयमा चाहिँ के भन्नुहुन्छ? हजुर, सुरुमा चाहिँ उहाँहरूलाई चाहिँ अब कस्तो खालको काम चाहियो त्यसको लागि फोन गर्नुहुन्छ र उहाँहरूलाई चाहिँ प्रायः चाहिँ आउने जाने कामहरू चाहिएको हुन्छ र त्यसको पनि हामीले चाहिँ अहिले धेरै नै खाने बस्नेलाई कम गरेर आउने जाने कामहरू चाहिँ धेरै मात्रामा ल्याएको हुन्छौँ। ए भनेपछि आउने जाने जो शनिबार बिदा भएका हैन एउटा अफिसियल टाइमिङ जस्ता कामहरू हैन। अनि जस्तो यो खाने बस्ने सुविधा भएको काम भनिन्छ, यसको चाहिँ खास के हो? मतलब मान्छेले खाने बस्ने मात्र नै काम हुन्छ र भन्ने पनि बुझिन्छ, यसो सुन्दा केही बुझाउन मिल्छ? हजुर, त्यस्तो चाहिँ अब जस्तै आमा केयर गर्न चाहनुहुन्छ भने आमालाई त अब दिन रातै हेर्नुपर्छ नि त। त्यसको लागि चाहिँ उहाँहरूले सुविधा भएको त्यहाँ बस्ने गरी महिला कर्मचारी भयो भने चाहिँ सजिलो हुन्छ कस्टमरलाई। त्यही भएर चाहिँ खाने बस्ने सुविधा भएर चाहिँ तपाईँको काम गर्नुपर्ने हो। त्यसमा चाहिँ आमा केयर हुन्छ, कुनैमा घरैसी काम हुन्छ, कुनैमा बच्चा हेर्ने काम हुन्छ, त्यस्तो हुन्छ। अब त्यसमा चाहिँ तपाईँको गाडी भएर पनि लागेन, तपाईँलाई गाडीमा हिँड्दाखेरि टाउको दुख्छ भने त्यो प्रब्लमबाट पनि हजुर दूर हुनुभयो र हजुरलाई खाजा खाना के खाने कतिखेर खाने भनेर टेन्सन पनि लिनु परेन। त्यस्तो रहेको त्यसमा चाहिँ एकदम राम्रो सुविधा हुन्छ, प्लस स्यालेरी पनि राम्रो हुन्छ। जस खाना र बस्न सुविधा दिएर तलब पनि राम्रो हुन्छ है। अहिले हाम्रो मार्केटमा भ्याकेन्सीहरू कतिको जागिरहरू आइरहेछ? कतिवटा भ्याकेन्सी छ? हजुर, हामीसँग चाहिँ 20 देखि 25 वटा भ्याकेन्सी छ। 20 देखि 25 वटा भ्याकेन्सीमा मतलब कस्तो कामहरू चाहिँ हामीसँग धेरै होला? हजुर, अहिले चाहिँ हाम्रोमा चाहिँ आमा केयरको पनि आइसकेको छ। खाने बस्ने सुविधा भएर 20 देखि 22,000 छ र पुरुष कर्मचारीको लागि पनि बुवा हेर्ने चामा चाहिँ 20,000 स्यालेरी रहेको छ। र त्यसै गरी आउने जाने कामहरू पनि बच्चा हेर्ने घरैसी कामहरू लोकेसन वाइजको छ है। र तपाईँहरूलाई कुन लोकेसनमा चाहिएको आज छैन भने भोलि आउँछ यसले भ्याकेन्सी चाहिँ होइन। हजुरलाई कुन ठाउँमा चाहिएको हामीलाई कल चाहिँ गर्नुपर्ने हुन्छ। र अहिले पनि हाम्रोमा आउने जाने पनि थुप्रै छ र खाने बस्ने सुविधा भएको पनि 15 देखि 17, 18,000सम्म छ घरैसी काम। 18, 19 हैन, त्यो 20 को पनि दिएको थिएँ मैले कता कता है। अनि जस्तो अब तपाईले त यत्रो 2 वर्षदेखि निशुल्क जागिर दिनु भएको छ। अब तपाईँ कम्पनीको पहिलो स्टाफ जसरी नै काम गर्नु भएको छ, अहिलेसम्म एउटा ओनरले जति डेडिकेटेड गरेर काम गर्छ त्यसरी नै काम गर्नुभएको छ। धेरै अनुभवको आधारमा चाहिँ धेरै म्याक्सिमम यहाँबाट जागिर पाउने कर्मचारीहरूले चाहिँ तपाईँलाई कस्तो रिभ्यूहरू दिनुहुन्छ? कतिको खुसी अथवा दुःख के व्यक्त गर्ने कुराहरू कस्तो रहन्छ? धेरैजनाले के भन्नुहुन्छ, म चाहिँ पूर्वबाट आएको थिएँ, मलाई चाहिँ अलिकति डर पनि लागिरहेको थियो, त्यो पनि तपाईँको भिडियो हेरेर आएको थिएँ है। तर जे देखाउनु भएको थियो हजुरले त्यही रहेछ, कुनै पनि शुल्क लाग्दैन रहेछ। हजुरहरूले हजुर त हाम्रो त भगवान हो भन्नुहुन्छ र हामी चाहिँ भगवान होइन, हामीले काम लगाइदिएको मात्र हो। तपाईँले कस्टमरलाई राम्ररी काम गर्नु, कस्टमरको घरमा राम्ररी काम गर्दा भइहाल्छ भनेर हामी भन्छौँ। र धेरैजनाले चाहिँ राम्रो काम गर्नु भइरहेछ भनेर भन्नुहुन्छ। जस व्यक्तिहरू सबै काम गर्ने व्यक्ति खुसी हुनुहुन्छ। कुनै कुनै ठाउँमा त काम अब गाह्रो भएर पनि फर्किने अवस्था हुन्छ। अब खुसी र दुःखी भन्दा पनि त्यहाँ चाहिँ अब एउटा आवश्यकताको कुरा हुन्छन् होइन। अब ठिक छ, अब हामी धेरै त के कुरा गर्ने र अब विशेष अहिले मार्केटमा तपाईँलाई थाहा छँदैछ यो चाहिँ क्राइसिस छ, जबको लागि पनि धेरै स्क्यामहरू भएको छ होइन। यो स्क्याममा चाहिँ नफस्नको लागि वा यो स्क्यामबाट बच्नको लागि चाहिँ तपाईँको नजरमा चाहिँ के हुनसक्छ? यो मार्केटमा जागिर खोज्ने व्यक्तिहरूलाई के भन्नुहुन्छ? हजुर, तपाईँहरूलाई त धेरै फोन आउँछ होला, जस्तै हामीले तपाईँलाई फलो गर्छौँ त्यसै फोन आउँछ होला। तपाईँले चाहिँ त्यतिखेर सोध्नु पर्यो कि तपाईँकोमा चाहिँ अफिसमा पैसा लाग्छ लाग्दैन, काम लगाएपछि पनि लाग्छ लाग्दैन, सबै सोध्नु होला है। हामी चाहिँ तपाईँलाई क्लियर रूपमा भन्छौँ, तर कतिजनाले चाहिँ अब अरू ठाउँमा गएर कुरा बुझेर पैसा लिइसकेपछि हाम्रोमा चाहिँ आउन पनि डराइराख्नु भएको हुन्छ। तर तपाईँले चाहिँ हामीलाई फोनमै सोध्नु होला वा कल गरेको रेकर्डहरू गर्नु होला। हाम्रोमा चाहिँ कुनै पनि शुल्क लाग्दैन। तपाईँ अरू अफिस जाँदै हुनुहुन्छ भने पनि हाम्रो अफिसबाट नझुक्किनु होला है। हाम्रो अफिसमा चाहिँ कुनै पनि शुल्क लाग्दैन। हाम्रो अफिसको नाम चाहिँ केयर कनेक्ट नेपाल र एडभान्स केयर नेपाल रहेको छ। यो दुईवटा अफिसमा कुनै पनि शुल्क लाग्दैन। हाम्रो चाहिँ एउटै कम्पनी हो, दुईवटा अफिसको नामले लिएको छ। हजुर, ढुक्क ल्याउँछ। अफिस एउटै ठाउँमा छ तर होइन, एउटै फ्ल्याटमा अफिस छ होइन। र अब यो हाम्रो अन्त्यमा अब हामीले जागिर त दियौँ, तर केही दिन अगाडिदेखि हामीले निशुल्क तालिम भनेर कम्पनीको एउटा सञ्चालन भएको छ। त्यो विषयमा के को तालिम र कस्तो हुन्छ थोरै छोटकरीमा हजुर, हामीले चाहिँ यो तालिमको पनि व्यवस्था गरेको हो। किनभने चाहिँ हामीले तालिम गरेको छ? हामीलाई चाहिँ स्टाफहरूले के भन्नुभयो भने हामीलाई काम गर्न मन छ, हाम्रो पनि बच्चा बच्ची पाल्नुपर्छ, हामीले पनि अरूमा डिपेन्ड हुनु भएन, हामीलाई चाहिँ खोइ त काम भन्नुभयो। अब उहाँहरूलाई काम दिनको लागि उहाँहरूसँग सिप थिएन, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ निःशुल्क रूपमा तालिम पनि व्यवस्था गऱ्यौँ ताकि उहाँहरूले पनि निःशुल्क रूपमा जागिर पाउनुहुन्छ भनेर चाहिँ
हामीले हजुरहरूको लागि भनेर भराइसी काममा पनि धेरै कुराहरू पर्छ नि त। जस्तै पोलिङ भनेको के हो है, टोइलेट सफा गर्ने, हार्पिक भनेको के हो, यो कुराहरू हजुर नलेज छैन। त्यही भएर चाहिँ हामीले यो कुराहरू पनि तपाईँलाई मजाले सिकाउँछौँ र आमा केयरमा पनि सबै कुराहरू तपाईँलाई प्रेसर नाप्नेदेखि लिएर सबै कुराहरू सिकाउँछौँ। बुवा केयरमा पनि र अन्य थुप्रै कामहरू पनि सिकाउँछौँ। यस्तो छ, हजुरहरूलाई पनि निःशुल्क तालिम चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। तालिम हाम्रोबाट गर्ने, हाम्रोबाट जागिर पाउनुहुन्छ। ल कति राम्रो कुरा है, हजुर। निःशुल्क तालिम सहित जागिर, तालिम पनि पाइने जागिर पनि पाइने हजुर। हाम्रो कम्पनी हो, तपाईँहरूलाई चाहिने हजुर। होइन। हजुर। ल अन्त्यमा अब के भन्न चाहनुहुन्छ? छोटकरीमा अब धेरै नबोलौँ, किन भन्दाखेरि हजुर। धेरै हेर्दा पनि अल्छी लाग्न सक्छ। अरू हजुर। भिडियोमा हामी जोडिने नै छौँ, तर हजुर। अन्त्यमा अब यो भिडियो हेर्ने सम्पूर्णलाई के भन्न यो चाहनुहुन्छ? भिडियोहरूलाई चाहिँ अब तपाईँहरूले फोनमा कुन ठाउँमा भ्याकेन्सी के हो, कति तल भनेर बुझ्न नसक्नु पनि भएको हुन्छ। कति कुराहरू तपाईँहरूले हामीले के भन्छौँ के बुझिनु पनि सक्नु भएको हुन्छ। तपाईँले चाहिँ बरु अफिसमै आएर कुन ठाउँमा भ्याकेन्सी छ, हामीलाई टाढा पर्छ पर्दैन भनेर चाहिँ अफिसमै आउनुभयो भने एकदम बेटर हुन्छ। त्यसको लागि चाहिँ स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्ने र लोकेसन सुन्ने, अफिसमा आउने, सबै कुरा अफिसमै बुझ्ने। धन्यवाद म्यामलाई। र हजुरहरूले हेरिराख्नु भएको छ नाम एक काम अनेक।